संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज पनि हो। कर्णालीवासीले काठमाडौँलाई टाढा होइन नजिक सम्झिउन्, सुदूरपश्चिमले काठमाडौँबाट दूर होइन सँगसँगै हिँडिरहेको अनुभूति गर्न पाइयोस्। मैले समितिको बैठकमा पनि भनेको छु, राज्य वा सरकार सबैभन्दा बढी उनीहरूलाई चाहिन्छ जसको केही छैन र कोही छैन। गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ। संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ पनि भरिनुपर्छ। तब मात्र त्यो कालजयी र साझा बन्न सक्छ। हामी बहस गर्छौँ, देश किन बनेन, लामा लामा विमर्श गर्छौँ, दाबीहरू पेश गर्छौँ, नैतिक शिक्षा बाँड्छौँ र जनतासँग अर्को बाचा गर्छौँ। हामीले कहिले यो वस्तुगत हिसाब गरेनौँ, आखिर बन्यो चाहिँ कति र कस्तो, के छन् बन्न बाँकी। हामीले स्वीकार गर्नै पर्छ कि आर्थिक परनिर्भरता हाम्रो एउटा नमिठो इतिहास र बाध्यता दुवै बनेको छ। परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै पनि छैन। दुःखको कुरा, प्रस्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प भने कतै देखिँदैन। यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन। बजारको कुरा गर्छौँ र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौँ, तर प्रश्न उठ्छ, जब उत्पादन नै छैन तब बजार र वितरणको मात्रै सपना बाँडेर हुन्छ के? म अनुरोध गर्न चाहन्छु, अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन, अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। त्यो हो उत्पादनको बाटो। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि बलियो प्रणाली र पद्धतिको विकास आवश्यक हुन्छ। विधि र थितिमा स्थापित सुशासन नै दीर्घकालीन बन्न सक्छ। सम्माननीय सभामुख महोदय, हामी प्राय संविधान, सुशासन, विकास र समृद्धिका बहसहरूमा केन्द्रित हुन्छौँ, तर माटो र भौतिक संरचनाको कुरा गरिरहँदा हामीले छुट्याइरहेका हुन्छौँ। त्यो हो मान्छे। यदि समाजको एउटा तबका भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने ती चिल्ला सडकहरूको के अर्थ? समृद्धिको अर्थ भौतिक विकास मात्र होइन र समृद्धिको अर्थ भौतिक विकास मात्र होइन, बरु प्रत्येक मान्छेको आत्मसम्मान वृद्धि गर्नु पनि हो। जबसम्म कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने संशय भइरहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहिरहन्छ। सामाजिक न्यायलाई उपेक्षा गर्नु भनेको अर्को एउटा अप्रिय सङ्घर्षलाई निम्तो दिनु हो।